क्लासिक अनि एलिगेन्स कलर भन्ने बित्तिकै मलाई यो कलरको याद आउँछ के है। देख्न सक्नुहुन्छ अफ व्हाइट बेज घिउ कलर के भन्नुहुन्छ तपाईँहरू यसलाई। फर्स्टमा रहेको छ यो कुर्ता प्योर खादी कटनको है। देख्न सक्नुहुन्छ यो सबै थ्रेड वर्क हो। अलिकति फुल नेकमा रहेको छ भनेपछि यसको स्लिभ चाहिँ वाटर स्लिभ रहेको छ। यो कुर्ता यस्तो राम्रो ब्युटिफुल छ है। देख्न सक्नुहुन्छ अगाडि दिएको हल्का प्लिट्स छ नि, यसले चाहिँ अलिकति गाउन स्टाइल देखाएको भए तापनि यो चाहिँ ए लाइन कट कुर्ता नै हो है। अनि यसको सुरुवाल देख्न सक्नुहुन्छ यो पनि खादी कटनको हो। तल यस्तो हल्का डिजाइन दिएको छ र यसको सानो चुटुक्क परेको प्यारो सल रहेको छ। देख्न सक्नुहुन्छ यो चाहिँ यसको सल हो। यो कुर्ताहरू लगाएर बनाएको फुल भिडियो चाहिँ मैले अलरेडी नै अपलोड गरिसकेको छु है, तपाईँले गएर हेर्न सक्नुहुन्छ। र अर्को रहेको छ यो यसरी प्लिट्स बनाएर कट गरेर सिलेको छ। तल अलिकति फरक गाउन स्टाइलमा रहेको छ भनेपछि माथि फिटिङ स्टाइलमा रहेको छ। यो चाहिँ कट सेट हो, बाउला चाहिँ क्वार्टर स्लिभ नै छ। देख्न सक्नुहुन्छ त्यो तपाईँले देख्नु भएको यो फुलहरू चाहिँ सबै थ्रेड वर्क हो है। सुरुवालको जाङ पनि यस्तो राम्रो ठुलो छ, अलिकति प्लाजो स्टाइलमा छ है। अर्को रहेको छ यो कुर्ता यस्तो राम्रो सफ्ट फ्याब्रिकमा रहेको छ। यो सबै डिजाइन त्यसको थ्रेड वर्क हो। यसको चाहिँ यसरी दुवै साइडमा पकेट दिएको छ है। सबै देख्नु भएको छ नि यो डिजाइन सानो सानो बुट्टाहरू सबै थ्रेड वर्क हो है। यस्तो राम्रो छ, एकदम सफ्ट फ्याब्रिक छ। यो कलर चाहिँ यस्तो कलर भएको हुनाले अलिकति ट्रान्सप्यारेन्ट लुगाहरू छ, यसमा चाहिँ इनर तपाईँले लगाउनु पर्छ है। मैले पहिले नै इन्फर्म गरिदिएँ। देख्न सक्नुहुन्छ यो चाहिँ प्लाजो स्टाइलमा छ। र अर्को यो कुर्ताको चाहिँ हामीसँग सायद 2 पिस मात्रै बाँकी छ होला। यस्तो राम्रो छ है। अब के भने फ्याब्रिकको क्वालिटीको त कुरै छोडिदिनुहोस्, यस्तो राम्रो छ। लङ कुर्ता छ, प्लाजो स्टाइलको प्यान्ट छ। यसको बेस्ट पार्ट भनेको सल हेर्नुहोस् न, यस्तो राम्रो सल छ यसको, यति सफ्टमा यस्तो राम्रो डिजाइन छ, सिम्पल एलिगेन्ट। र अर्को रहेको छ यो कुर्ता, यो चाहिँ सब रियल मिरर वर्क हो, जसमा चाहिँ पोती वर्क गरेको छ। देख्न सक्नुहुन्छ यसमा चाहिँ भित्री पनि छ। यो अझै ह्यान्ड पेन्टेड हो हजुरको, यो चाहिँ सलमा पनि ह्यान्ड पेन्ट गरेको छ। यस्तो राम्रो प्रिमियम क्वालिटीको छ है। मन परेमा यस्तो गर्नु होला। थ्याङ्क यू।